तपाईले पुनः राजा बन्ने चाहना परित्याग गरेर आफ्नो नेतृत्वमा एउटा प्रजातान्त्रिक राजनीतिक पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गराउनुहोस् र केही समयपछि 284 मा हुन गइरहेको यसपछिको निर्वाचनमा भाग लिनुहोस्। निर्वाचित भएर संसदबाट प्रधानमन्त्री बन्नुहोस् र नेपालको चौतर्फी विकास गरी समृद्धि कायम गरेर देखाइदिनुहोस्। राजा जनता जनार्दन बनेर नेपालको चौतर्फी समृद्धि कायम गर्ने अवस्थाको एउटा पात्र बन्ने श्रेय लिनुहोस् र तपाईं एउटा अमर योद्धा पनि बन्नुहुनेछ। तर फेरि राजा बन्ने कोसिस गर्नुभयो भने नेपालमा ग्रेट ब्रिटेनको घटना दोहोरिन सक्छ, फ्रान्सको घटना दोहोरिन सक्छ र फेरि कहिले पनि म फलाना हुँ भनेर भन्ने स्थिति समाप्त हुन सक्छ। ख्याल गर्नुहोस्, राष्ट्रको मालिक भइसकेका नेपाली जनतालाई रैती बनाएर शासन गर्न चाहने पूर्व राजा ज्ञानेन्द्रलाई जनआन्दोलनको माध्यमबाट नेपाली जनताले गद्दीबाट जनताको स्तरमा झारिदिएका हुन्।